अब चाहिँ अब हामीले हाम्रो हाइकिङ स्टार्ट गरिसकेको छौँ। अब 40 मिनट्स लाग्छ होला हामीलाई माथि लेक पुग्नु, यदि हिउँ परेको छैन भने। केटाहरू पनि रेडी। यो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ अब हामी चाहिँ यहाँ हिजो थाहा छ होला तपाईँलाई, आज चाहिँ हामी यहाँ होटल बसेको थियौँ, चेकआउट गर्न आँटेको। अहिले चाहिँ बिहानको टाइम, हामी चाहिँ 6 बजीतिर उठ्ने भनेको, तर अब उठिएन, 8:30 हुन आँटिसक्यो। अब चाहिँ हामी जान्छौँ माउन्टेन रेन्जमा, रकी माउन्टेनतिर है। अनि केटाहरू बाहिर गइसकेको छ, प्रवेश दर्शनमा रुम अब उ गर्न आँटेको, यताउति हेर्न आँटेको के सामान छुट्यो भनेर। तपाईँलाई बाहिरको भ्यू देखाउँछ है त गाइज। बाहिरको भ्यू हेर्न सक्नुहुन्छ, कस्तो बवाल छ क्या। हिमा माउन्टेनहरू हेर्न सक्नुहुन्छ होइन, एकदम बवाल छ। हल्का जुम गरिदिन्छु म। लभली है। अझै हामी त्यतै जान आँटेको क्या, त्यही डाँडातिर होइन। त्यही भएर भिडियो स्किप नगर्नु होला, अन्तिमसम्म हेरिदिनु होला है। अनि लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। प्रवेश दस कस्तो लाग्यो भ्यू है? बबाल छ नि यार। अनि यो चाहिँ हाम्रो अहिले यो होटलको ब्रेकफास्ट होइन, केही छैन खासै, जुस छ, अन्डा, अनि दही यगर्ट छ, अनि त्यसपछि ब्रेडहरू, त्यति हो। ब्रेकफास्टहरू खाएर हिँडिसकेको छौँ। नट ब्याड नट गुड होइन, राम्रो पनि थिएन नराम्रो पनि थिएन, जस अलिअलि केही चाहिँ भयो। अहिले चाहिँ हामी जहाँ जान आँटेको त्यो रोड चाहिँ क्लोज छ अरे, त्यही भएर अहिले चाहिँ हामी पागल जस्तै हुन आँटेको छौँ, कहाँ जाने भएर होइन। अब यसो हेरौँ, अब लेकहरू कुनै नजिकै छ भने लेकहरू घुम्न जान्छौँ। हामीले भने ठाउँमा जानु पाइएन, किनकि अहिले चाहिँ अब त्यो हिउँ पऱ्यो होला सायद त्यतातिर, त्यही भएर रोड क्लोज देखाएर छ। अब हेरौँ के हुन्छ है त, म तपाईँलाई देखाउँछु। ल गुड न्युज गाइज होइन, अब काहीँ न काहीँ चाहिँ गइयो, त्यता जानु नपाए पनि आइएम सरी फर द्याट। हिजोदेखि उफ्री भन्दै थियो त्यहाँ जान्छु भनेर, तर हामी चाहिँ अब लेकहरूमा जाँदैछौँ। पहिला हामी जानु नसकेको लेकसम्म हामी आज पुग्नेछौँ। अस्टिनजीहरू त पुगेको थियो, तर त्यतिखेर खासै भ्यू राम्रो थिएन, किनकि त्यो लेक चाहिँ फ्रोजन थियो। यहाँ पो रिजर्भेसन खोज्छ कि हामी यहाँको होइन होला, होइन कोही मान्छे नै छैन। अब हामी चाहिँ सिधै जान्छौँ, भ्यू लभली लभली ड्रोन सट इन्जोय गर्नु है, अब विदिन अ मिनट अर 2 मिनट। ओके ल। गाइस भ्यू हेर्नु क्या, यस्तो बवाल छ कि बवाल पनि हेर न केटा हो। त्यही माथि नयाँ क्यामेराले त ओखो आएर होला होइन, कस्तो चाहिँ आएको छ क्वालिटी, एउटा कमेन्ट हान्नु नबिर्सिनु होला है। यत्रो दुःख गरेर भिडियो बनाएको छ, लाइक सेयर सब्सक्राइब गरिदिनु पनि नबिर्सिनु होला। हामी आइपुग्यो केटा हो, यो होइन साथी, अझै आइपुग्न आँट्यो तर केटा कस्तो लागिरहेछ यो? हामी त्यो ठिक छैन, बवाल बना बवाल।
अनि माथि गएपछि बबल हुन्छ के यहाँ त हामी अहिले तलै छौँ नि त हामीले त्यो अस्ति नै बनाउने भनेको थियो नि के चाहिँ यो के रहेछ यार यो के ट्रेल रहेछ यार यो अर्कै ट्रेल हो समथिङ यता जान क्या हो कति साथीहरू हामी चाहिँ फाइनल्ली यहाँ माथि चाहिँ आइसक्यौँ होइन अझै तलै छौँ हामी अब एकछिन माथि पुगेपछि चाहिँ एकदम बबाल भ्यू सहित होइन रमाइलो नै हुन्छ जस डेस्टिनेसनको पार्किङ लटमा चाहिँ आइसक्यौँ क्या यस्तै छ मैले चाहिँ अब यहाँ हिउँनै हुँदैछ अब होइन यो जुत्ता लगाएको थिएँ अहिले चाहिँ जुत्ता चेन्ज गरेर यही फेरि लगाइसकेको छु अब यसो हाइकिङ हान्नुको लागि होइन ल अब चाहिँ अब हामीले हाम्रो हाइकिङ स्टार्ट गरिसकेको छौँ अब 40 मिनट्स लाग्छ होला हामीलाई माथि लेक खाया पुग्नु यदि हिउँ परेको छैन भने केटाहरू पनि रेडी जाडो भएको छ माउन्टेनै चढ्ने माउन्ट एभरेस्टै चढ्ने आँटे यस्तो गेटअपहरू ल हामी चाहिँ अब सबै पोपट भएको एउटा आजको प्लान होइन पोपट भन्दा पनि अलिअलि जसरी भ्यू देखाउने कोसिस गर्छु हामी ल मेरो भ्लगमा पहिला नि हेर्नुभएको थियो होला अब केही न्यू त छैन नै यही हो है यही लेक फ्रोजन जाएर पहिला त यो लेक पुरै उ थियो अब चाहिँ हामी मास्टर लेकतिर जाँदैछौँ स्नो लास्ट छ एलिभेसनले गर्दा सास बढिसक्यो ल अब चाहिँ हामी हिँड्दैछौँ अब ब्याग चाहिँ अब अहिले अस्टिनतिर बोक्नु हुँदैछ केटाहरू सब अल्छी गर्छ प्रवेश त माको अल्छी हो फेरि अझै लाग्छ होला आधी घन्टा हामीलाई पुग्नको लागि हिउँ लास्टै छ जान सकिन्छ सकिँदैन थाहा छैन त्यही पनि विल ट्राई आवर बेस्ट भन्ने सिद्धान्त लिएर हामी अगाडि बढ्दैछौँ ल अहिले चाहिँ हामी यो भ्यू यसो फोटो खिच्ने पोइन्टमा आएको छौँ अनि फोटो खिच्न आँट्दैछौँ एकदम हिउँले चाहिँ गाह्रो बनाएको छ होइन पहिलाको भन्दा पनि नराम्रो वर्स्ट कन्डिसन हिउँ छ अनि जस पहिला त रमाइलो भएको थियो अहिले त पुरै हिउँने हिउँ ठिकै छ नि छैन फर्किने यहाँदेखि चाहिँ हामी हिँडिसकेको छौँ अनि हावा चलिरहेको छ कस्तो साउन्ड आइरहेछ थाहा छैन मसँग माइक्रोफोन त छ तर लगाएको चाहिँ छैन क्या हामी सरी है ल हामी चाहिँ अब निकै नै माथि आइसकेको छौँ टाइम चाहिँ अहिले त्यस्तै खोइ कति बज्यो अनि त्यही हो पहिला हामी यहीँ बसेर भिडियो गरेको थियौँ नि मेरो पहिलाको भ्लग हेर्नु हुनेलाई थाहा होला नयाँ भ्युअर्सहरूलाई चाहिँ थाहा छैन केही पनि ल हामी चाहिँ फाइनली आइपुग्यौँ सेकेन्ड टाइम ड्रिम लेकमा है यो यस्तो ठाउँ हेर्दा चाहिँ होइन ड्रिम्स कम्स ट्रु जस्तो लाग्छ किनकि मलाई यस्तो ठाउँमा होइन हिउँ भएको रुखहरू भएको त्यो फिल्महरू हेर्दा यस्तो ठाउँमा आउनु चाहिँ मन पर्थ्यो क्या मलाई जस्तै होइन साथी होइन त यो फिल्मी ठाउँ जस्तो छ कि छैन भन न मुभीतिर होइन यस्तै हुने टाइपको त्यस्तै त्यो फिल्म इन्डियन फिल्महरू हुन्छ नि हो त्यस्तै भाइ आउने होला जस्ट ड्रिम थियो क्या अनि उहाँ रहेछ हाम्रो चिम्पान्जी ल हामी चाहिँ ड्रिम लेकमा आइसकेको छौँ ल अहिले चाहिँ मैले चाहिँ माइक लगाइसकेको छु किनकि अब्बर चलिरहेको छ होइन राम्रो क्वालिटी साउन्ड क्वालिटी अब सबै थोक म राम्रो दिनु खोजिरहेको छु क्या अनि यता चाहिँ छ भ्यू होइन यस्तो छ छु जाडो त यस्तो हावा चलिरहेको छ कि यस्तो हावा उडाउँछ होला मान्छे नै
फाइनली हाम्रो प्रवेश दोस्तले चाहिँ ब्याग बोकिसक्नु भएको छ। हामीले चाहिँ बब्बल पिक्चर यहाँ क्लिक गरिसकेको छौँ होइन। तपाईँहरूलाई यहाँको पिक्चर यहाँको स्टोरीहरू हेर्नु मन छ भने चाहिँ मेरो इन्स्टामा गएर मलाई फलो गर्न नबिर्सिनु होला। मैले यत्रो कतिवटा होइन 100वटा भ्लग पुग्न आँटिसक्यो तर मैले मेरो इन्स्टामा गएर फलो गर्नु कहिले भनेको थिइनँ। आज फर्स्ट टाइम भने यार प्लिज गएर फलो गरिदिनु होला यार 100जना भयो भने है। ल हामी चाहिँ लगभग आइपुग्न आँट्यौँ इम्बरल्यान्ड लेक सेकेन्ड टाइम यो पनि। ल पुरै एडभेन्चर भयो क्या हामी चाहिँ कहाँदेखि थाहा नै छैन यार। झन्डै लड्काइस इम्बरल्यान्ड लेक नाम पनि के भइरहेछ मुख जाडोले है साथी भाइ बहिनी दिदी दाइ अङ्कल आन्टी। हावा मस्त चलिरहेको छ माइकको सायद राम्रै आइरह होला जस्तो लागिरहेछ किनकि होइन राम्रै खाले माइक किनेको हो एज लङ एज नो। अनि होइन अनि लेक बनाउने होइन सही सर्ट ल हाम्रो भ्यू चाहिँ यही है। साथी पहिला हिमालय थियो होला कि यहाँ भएर क्लाइमेट चेन्ज भएर हुनसक्छ। ल अहिले चाहिँ हामी यहाँ माथि आइसकेको छौँ मेरो चल्नु थाल्यो माइक्रोफोन। अहिले चाहिँ हामी माथि आइसकेको छौँ अनि मान्छेहरू चाहिँ माथि आइसक्यो तपाईँहरूलाई स्केटिङ गरिरहेछ होइन। अनि पछाडिको भ्यू चाहिँ यस्तो छ। अब हामी यहाँदेखि जान निस्किन्छौँ है। जाडो यस्तो छ। ल अहिले चाहिँ हामी गाडी चढेर अब हिँडिसकेका छौँ। अब सिधै हामी चाहिँ डेनभर जान्छौँ। डेनभरमा आइस स्केटिङहरू गर्ने प्लानिङ छ यदि खुलेको छ भने हेरौँ देखाउँछु है म गाइस। भर्खरै ड्रोन सट हेर्नुभयो होला मैले टक्क गाडीमा बसेर पछाडि गाडीलाई फलो गर्दै ड्रोन सट हानेको थिएँ। ठिकै राम्रै आएको थियो भ्यू राम्रै आएको थियो। अनि त्यही हो मैले अघि पनि भनिसकेँ अब हामी चाहिँ डेनभरतिर जाँदैछौँ है। अनि हाम्रो ड्राइभर हुनुहुन्छ अहिलेको लागि खत्री दोस्त। अब चाहिँ हामी आइपुग्यौँ फेरि डेनभर। अनि फेरि हामी चाहिँ अब खाना खानु चाहिँ त्यो हिजो खाएकैमा कहाँ जान आँटेको त्यहीँले त्यहाँ मिठो थियो नि त अनि त्यहीँ जान आँटेको यस्तो। अब त्यही हेरौँ न। त्यसकै अगाडि गयो ठ्याक्कै छ त्यसकै अगाडि। ल अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ। अब चाहिँ हामी उमा यताउति अब खानु जान्छौँ यताउति गर्छौँ देखाउँछु है तपाईँलाई। ल यहाँ चाहिँ यस्तो ट्रेनहरू पनि चल्दो रहेछ। ट्रेन के भन्छ मलाई थाहा छैन है यो ट्रेन जस्तो लाग्छ मलाई चाहिँ होइन ट्रेन भनिदिएको ओके हो ल हामी चाहिँ अब के हामी चाहिँ फेरि अब डाउनटाउनमा हिँड्दैछौँ होइन। त्यही अस्ति जहाँ हिँडेको थियौँ त्यही हो किनकि भोक लागिरहेछ खानुको लागि है। र अहिले चाहिँ हामी यो डाउनटाउनको एउटा रेस्टुरेन्ट मेक्सिकन रेस्टुरेन्टमा आएको छौँ। यहाँ के छ हेरौँ है। दामी छ हेर्दा चाहिँ यस्तो झिलिमिली
हाम्रो चाहिँ अहिले आइसक्यो बुरिटो अनि यता बल यता पनि बुरिटो यता बल है भोक लागेको बेला टन्न भयो होइन अब चाहिँ हामी अब H&M-तिर यसो हेर्नु ब्ल्याक फ्राइडे सेल H&M है ल मैले चाहिँ 2टा टी सर्ट किनिसकेको छु यहाँ होइन टक्कसँगलाई